यतिखेर हामी कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा छौँ। दृश्य भइरहेको छ कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय। सबल सक्षम सुशासन युक्त विकास उन्मुख स्थानीय सरकार जे लेखेको छ त्यो काम भएको छ। अहिले एउटै टेबलबाट सम्पूर्ण काम हुने यहाँको मेयरले जनाउनु भएको छ र त्यो काम पनि भइरहेको छ। बिहान 10 बजेदेखि 1 बजेसम्म हामी भित्रको दृश्य हेर्न जाँदैछौँ के छ कस्तो छ टेबल। यतिखेर हामी कागेश्वरी मनोहरा नगरपालिकामा छौँ। यो कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयको छ र यहाँको स्थानीय जनताहरूलाई यहाँको मेयरले सुविधा दिनुभएको छ। एउटै टेबलबाट चाहिँ सम्पूर्ण काम हुने जुन सरकारी कार्यालयमा चाहिँ यताबाट उता उताबाट उता फाइलहरू जुन घुमाउने परम्परा रहेको छ त्यो कागेश्वरी मनोहरा नगरपालिकाको मेयर उपेन्द्र कार्कीले यो परम्परालाई तोड्दै एउटै टेबलबाट चाहिँ सम्पूर्ण काम हुने व्यवस्थापन मिलाउनु भएको छ।